लेट्स अनबक्स माई बेबी सावर गिफ्ट्स। यो चाहिँ सिजमले दिएको डाइपर भयो अनि यो मैले किनेकै थिएन कि सो एकदम युजफुल हुने भयो। अनि यो चाहिँ सन्ध्याले दिएको बेबी इलेक्ट्रिक नेल फाइल रहेछ। कस्तो राम्रो रहेछ यो पनि बेबी पिङ्क कलरमा। सो मैले चाहिँ अर्को नर्मलवालाले थियो, उसले चाहिँ इलेक्ट्रिक दियो। यो पनि युजफुल हुने भयो। अनि यो चाहिँ सुमन दिदीले दिनुभएको थियो मलाई बेबी बाथ टप रे। यो चाहिँ ड्राई गर्न पनि मिल्दो रहेछ, फोल्ड गर्न पनि मिल्दो रहेछ। अनि यो चाहिँ डाइपर चेन्जिङ म्याट भयो, सन्ध्याले दिएको। यो चाहिँ वाटरप्रुफमा, मैले वाटरप्रुफवाला लिएको थिएन क्या, यो पनि एकदमै राम्रो भयो। यो चाहिँ डल कसले दिएको थाहा भएन, त्यो त्यही थियो अनि मलाई नै दिएको थियो कि उनीहरूले। अनि यो चाहिँ मम्माको त्यो अल्ट्रासाउन्डवाला फोटो राख्नेवाला रहेछ, बम्पवाला। अनि त्यो पनि कस्तो राम्रो लाग्यो मलाई। अनि यो चाहिँ बेबीको पिलो होला आई गेस, कस्तो राम्रो लाग्यो यो पनि। मैले कुनै नलिएको सामानहरू दिएको छ उनीहरूले चाहिँ मेरो भिडियोहरू हेरेर अरे। अनि यो चाहिँ मिटेन्स भयो, यो चाहिँ यशोदा दिदीले दिनुभएको। अनि यो चाहिँ डाइपर पाउच भयो, यता चाहिँ डाइपर राख्ने अनि अर्को साइडमा चाहिँ बेबी वाइप्सहरू राख्ने जस्तो लागेको छ मलाई चाहिँ। सो यो पनि कस्तो क्युट क्या, कलर पनि कस्तो राम्रो। अनि यो चाहिँ सन्ध्याले दिएको थियो यो पनि। यो चाहिँ एयर ड्राइङ बोतल ऱ्याक भयो, फोहोरहरू पनि पस्दैन भनेर। अनि यो पनि सन्ध्याले दिएको सिलिकनवाला बोतल ब्रस। अनि यस्तो कस्तो युजफुल सामान दिएको छ सबलाई। थ्याङ्क यू सो मच गाइज, बाई बाई।